मा भएर एउटा सामान्य नारा लगाएर एउटा आमसभा गर्दाखेरि त्यहाँ टियर ग्यास, त्यहाँ गोली, त्यहाँ सेना उतार्ने, सशस्त्र प्रहरी उतार्ने भनेपछि शेरबहादुर र केपी ओलीले चाहिँ छेडेका रहेछन् भन्ने भयो कि भएन। यिनीहरूको क्षमता चाहिँ नाङ्गियो, यिनीहरू नाङ्गिए। त्यसैले अहिले यिनका हरुवा चरुवाहरूले केपी ओलीले पैसा बाँडेर, शेरबहादुरले पैसा बाँडेर यिनीहरूले चाहिँ राजाको विरुद्ध चाहिँ बकवास गर्न लगाइरहेको छ। संसददेखि लिएर ठाउँ ठाउँमा हेर्नुहोस्, राजाको अपमान गरिरहेका छन् यिनीहरूले। यिनीहरूको टोल टोलमा अब जनताले यिनीहरूको दाँत निकाल्नेछन्, हातखुट्टा भाँच्नेछन्। हिजो त्यो राष्ट्रपाललाई गएर सोध्नुहोस्, त्यस्ता डिप स्टेटका दलालहरूको बारेमा मलाई प्रश्न गर्नुहोस् भने होइन। मैले सहकारी ठगहरूको बारेमा के प्रश्न गरिरहेको? ऊ सहकारी ठगी जस्तै यता पैसा खान पायो भने ऊ जता पनि गइदिन्छ। तर उहाँले त मेरो जित भनिरहनु भएको छ नि सर। आज त कसले के जित भयो? रवि लामिछानेले सरकारले मलाई चाहिँ झुटो आरोप लगाएको थियो, मेरो जित भयो भनेर आज चाहिँ त्यसले सभापतिको उटपट्याङ कुरा गर्छ। ऊ पत्रकार हो नि, लालुपाते कुरा गर्छ नि। ऊ पाप जताततै हल्लिने कुरा, आफूलाई नै माथि जहिले पनि चोख्याउने। 25 गते नेपाली जनताले आफ्नो मत दिइसक्यो। काठमाडौँका सारा सडक, भक्तपुर, पाट, ललितपुर, काठमाडौँदेखि लिएर सारा बागमती अञ्चलका जनता सडकमा थिए र उनीहरूले एक स्वरले भनेका थिए हिन्दू राष्ट्र चाहियो, हिन्दू राजा चाहियो, अहिलेको अराजकता समाप्त हुनु पर्यो। जनताले चाहिँ निर्णय गरिसक्यो। त्यसलाई अन्तर्राष्ट्रिय चाहिँ तपाईँको बुद्धिजीवीहरू र प्रेसले विश्वव्यापी रूपमा त्यसलाई सारा सचित्र वर्णन गरिसक्यो। भारतले सहयोग गर्यो भनिरहेको छ नि सर यो राष्ट्र प्रस्तावना, यो आन्दोलनलाई त भारतले र चाहिँ तपाईँको युरोपियन युनियनले खेलेर चाहिँ यो वितण्डामा छियो नि। नत्र चाहिँ तपाईँको सरकारको पक्षमा चाहिँ युरोपियन युनियन छ र यी केही जो राजाको नाम बेचेर खानेहरूको पछाडि इन्डिया छ। यो कुरा सबलाई थाहा छ नि। नेपाली जनता राजाको बिचमा त भेटो नै दिएको छैन नि। यहाँ जो 15 गते चाहिँ राजाको नाममा आएर त्यहाँ आन्दोलन गर्न के अरे एउटा जनविरोध सभा गर्नेहरू थिए नि, हो तिनीहरूमध्ये चाहिँ ती सबै नेपालीहरू, सबै राजावादीहरू, सबै देशभक्तहरू त्यो दिन 15 गते आएका होइनन्। 15 गते त राप्रपै आएन। राप्रपाका केही नेताहरू कसको आदेशले हो, त्यो दरबारको आदेश भनियो। तर वास्तवमा मलाई चाहिँ लाग्छ त्यो निर्मल निवासको आदेश होइन, नारायणहिटीको होइन, त्यो आदेश चाहिँ लन्चौर दरबारको हो जस्तो लाग्छ मलाई। आन्दोलनको कुरा नगर्नुहोस् न तपाईँ। सारा नेपाली जनता चाहिँ राजा चाहियो, हिन्दू राष्ट्र चाहियो चाहिँ तपाईँको यो अराजकताबाट देशलाई मुक्त गर्नु पर्यो, यी लुटेराहरूबाट देशलाई मुक्त गर्नु पर्यो, यी भ्रष्टाचारमा डुबेका विदेशीहरूका एजेन्टहरूबाट राष्ट्रलाई, यी अमेरिकाको राष्ट्रपतिले समेत राष्ट्रिय अपराधी, अन्तर्राष्ट्रिय किसिमका ठग भनिएकाहरूबाट राष्ट्र मुक्त हुनु पर्यो भनेर जनता भनिराखेका छ।